सेकेन्ड हामीले सर्टिफिकेट पायो पाउँदैन सर्टिफिकेट पाउनु नै है पाउने ठुलो हो हामीले चाहिँ खाजा खाए नै भएकै कुरा है मैदाको ए हजुर मैले आज देखेको हेलो फेरि वेलकम छ मेरो आजको नयाँ भ्लगमा है फेरि आज पनि मैले यहाँ घरबाटै स्टार्ट गर्दैछु होइन सो आज चाहिँ हाम्रो यहाँनिर है 18th एभरेस्ट डे है प्लस अब 111 बर्थडे सेलिब्रेसन अफ तेन्जिङ नोर्गे शेर्पाको होइन अन्त अब त्यसको लागि चाहिँ हामी आज डम्बरचोकमै पुग्नुपर्ने छ है त्यहाँबाट चाहिँ 6 बजीदेखिको दुर्पिनसम्म वकथन छ हाम्रो आज होइन अन्त म तपाईँहरूलाई त्यहीँ पुगेर देखाउँदै गर्छु त्यति चारसम्म स्टे ट्युन गाइस के भएको है अहिलेसम्म अब 2टा म्याराथन कुदेँ होइन त्यो दिन पनि पुरा पानी पर्यो हो आज वकथन होइन आज चाहिँ थर्सडे प्लस अब आज चाहिँ थर्सडे है आज पनि पानी पर्न स्टार्ट भयो अब बुझ्यो अब यस्तो रनिङ वकथनहरूमा चाहिँ अब जहिले पनि पानी पर्दो रहेछ हो आज पनि छिटो पर्न थाल्यो हो पानी भिज्दै जाँदैछ आज पनि हुन त आज चाहिँ अलिक छाता बोकिरहेको छु किन दुर्पिन साइड जाँदैछु नि त हामी होइन डम्बरचोकदेखिको अन्त अलिक अब त्यहाँ त वेदर अलिकति भरोसा हुँदैन है सो अब आज चाहिँ छाता बोकेर जाँदैछु म र मेरो भाइ है अन्त अब त्यहाँबाट हेरौँ अब के हुन्छ आजको दिन फेरि के अब हामी चाहिँ यहाँनिर है सबैजना ग्रुपहरू एक भेला भएर जाने भनेर आइपुग्यो हो माथि छ सबैजना गुड मर्निङ यस ओके गाइज हामी चाहिँ अब यहाँ एक ग्रुप भएर निस्क्यो है यहाँ सबैजना हाम्रो यहाँनिर म्याट ओभरको ग्रुपहरू आइ भनिदिइहाल्नु यहाँ मेरो भ्लगमा सबैजना आउँदैछ सबैजना हाई फेरि हामी चाहिँ यहाँ डम्बरचोक आइपुग्यो है डम्बरचोकमा चाहिँ यहाँ भिड स्टार्ट भइसक्यो मेरो मेन भ्लगको हिरो हो कि होइन भन्नु पक्का हो सबैजना यहाँ अब रेडी भइसक्यो सबैजना है स्टार्ट गर्न लागि आज यस्तो छोडिदिएको छु मैले हाम्रो यहाँ एक नम्बर चाहिँ म यो मिलाएको छ अरे ए हाई दिदी गुड मर्निङ यु अल द बेस्ट थ्याङ्क यू लु यहाँ सबैजना आइपुग्नु भएछ हो लु बिलो 50 चाहिँ हामी निस्किसक्यो यहाँबाट है फर्स्ट चाहिँ बिलो 50 ल्याइदिएछ अन्त आफ्टर द्याट एबभ 50 अब यहाँनिर चाहिँ हामी चाहिँ कुद्यो भने चाहिँ डिस्क्वालिफाई भइहाल्छ हो यहाँनिर अन्त पहिले के भेट्यो भने मेरो 2जना सब्सक्राइबरहरू भेटेँ है अन्त म उहाँहरूसँग पनि अलिकति खिच्नेछु जहिले पनि हेर्नुहुन्छ अरे मेरो भ्लग है सो अब यहाँनिर म यहाँनिर 2जना दिदीसँग भेट्दैछु यहाँनिर हाई भनिदिनुहोस् मेरो भ्लगमा यहाँ दिदीहरू पनि वकमा सब्सक्राइब गरिदिनु थ्याङ्क यू उहाँ 2जनाहरूले चाहिँ मेरो हेर्नु हुँदो रहेछ खुसी लाग्छ यसरी बिचबिचमा है दिदी बहिनी अन्त बिचबिचमा हामीले है यस्तो सब्सक्राइबरहरू भेट्दाखेरि चाहिँ खुसी लाग्छ अझै जोस चल्छ क्या बनाऊँ भनेर जब फ्री हुन्छु त्यति बेला बनाइहाल्छु हेर्नुहोस् यो सबै बिलो 50हरू हिँड्दैछ हो फर्स्ट अन्त अब यो हाम्रो पछाडि चाहिँ एबभ 50हरू आउँदैछ ल त गाइस तपाईँहरूलाई देखाउँदै गर्छु के हुँदैछ है कहाँ पुग्छु होइन
त्यति जान्छौँ फेरि स्टेट्यु यहाँ हाम्रो आउनु न है भनिदिनुहोस् न मेरो हेलो याङछङ ब्लग अङ्कल पनि फेरि अब नानी हेरेर बस्नु भएको छ ए बिचरा हिँड्ने मान्छे चाहिँ बस्दैछ अल्टरनेट गर्नु पर्यो नि त हौ सबै साथीभाइहरूलाई याङछङ ब्लगको सपोर्ट गरिदिनु मेरो नानी हो होइन हो नि हो अङ्कल थ्याङ्क यू लाइक सब्सक्राइब गरिदिनु ओके हुन्छ ल म लाग्यो हुन्छ यहाँबाट चाहिँ हामी यहाँनिर कलेजको त्यहाँनिर भेट्यो है गुड मर्निङ के हो आमामा सेट्समा छ त घाम छैन त अन्त एकदम ल हामी चाहिँ यो के अरे कुन चाहिँ रोड चन्द्रलोक रिङ्किङपङ रोड अहिले चाहिँ हामी वलिङ्गलाई आइपुग्यो गोलाइ है आमामा त उकालो छैन रहेछ त ए त्यही उकालो छ अहिले हामी फिक्स दुर्पिनसम्म हाम्रो यहाँ दिदी वक गर्दैछ हो यहाँनिर योपालि चाहिँ थर्ड टाइम हो दिदीको पार्टिसिपेट गरेको तर जति पनि थर्ड टाइम मैले पार्टिसिपेट गरेँ होइन त्यति नै टाइम पानी चाहिँ परेँ पानीले चाहिँ हामीलाई साथ छोडेन हजुर ठिकै छ इभन रेन कान्ट स्टप अस यस एकजना हेलो मजा आयो यस इन्जोय हुँदैछ मजा आउँदैछ बिगे मौसममा तिनजनाको चाहिँ यो थर्ड टाइम हो यहाँ मजा आउँदैछ वक गर्नु र फ्युचरमा पनि अब यस्तै म्याराथनहरू हुँदाखेरि हामी पार्टिसिपेट गर्छौँ हो यहाँ इच एन्ड एभ्री म्याराथन है जसले पनि उयो अर्गनाइज गरोस् होइन हामी चाहिँ गर्ने नै छौँ अब हाम्रो यो अब नेक्स्ट चाहिँ हाम्रो छ कालिम्पोङ टु लाभा है यस त्यसको लागि पनि हामी प्रिपेयर्ड हुँदैछ हो अनि हाम्रो इन्डुरेन्स चाहिँ खतरा छ है यहाँ इन्डुरेन्स चाहिँ कार्डियो रेस्पिरेटरी इन्डुरेन्स चाहिँ खतरा छ है हाम्रो ओके अब हामी चाहिँ यहाँनिर है अलिक माथि आइपुग्यो यसो बल्ल बल्ल पानी पाएँ यस पानी खानु पर्ला हामी 50+ थ्याङ्क यू 50+ होइन हामी बिलो 50 ल ओके अब यहाँ हामीले पानी पायो है ठिकै छ मजा आयो थ्याङ्क यू भाइले सेवा गरिदिएको अरे नि मलाई वेदर चाहिँ दामी भयो तर है ठिकै छ घाम लाग्नुभन्दा चाहिँ ओके यहाँनिर सानो बहिनी पनि रहेछ उता यहाँनिर नानी कति इयर्स हो तिमी 8 इयर्स पनि हिँड्दैछ हेर्नुहोस् अब यहाँ कालिम्पोङ टु है डम्बरचोक टु दुर्पिन मजा आउँदैछ यत्तिको चाहिँ हुनु पऱ्यो नि त ल नानी आउँदै गर्नु ल पानी पनि अब झन् डरलाग्दो अल द बेस्ट पानी झन् बाक्लो पर्नु थाल्यो हामी यहाँनिर एसआइबीको चन्द्रलोक एसआइबीको अफिस साइडमा आइपुग्यो है सेन्टर अफ चन्द्रलोक यस आमामा अब त पानी बाक्लो पर्यो त फाइनली हामी चाहिँ यहाँनिर वेलकम टु कालिम्पोङ मिलिटरी स्टेसनमा आइपुग्यो हो यहाँ हाम्रो रोशन भाइलाई चलाउनु हुँदैन ह्याप्पी ह्यान्डसम भइरहेको छ आज हामीलाई पनि देखाउनु नि हाई भनिदिनुहोस् न हेलो भनिदिनुहोस् हेलो खोइ ल फटाफट तर अहिलेसम्म कोही अब मैले चाहिँ देखिनँ डिस्क्वालिफाई भएको चाहिँ हो ठिकै छ वेदर चाहिँ दामी भयो हो तर अब यहाँ दुर्पिन साइडमा चाहिँ अलिकति बाक्लो पानी पर्न थाल्यो फेरि फाइनली हाम्रो यहाँ दुर्पिनको डेस्टिनेसन आइपुग्न आँट्यो सो अब भिज्नु पनि मजाले भिज्दैछु हो यहाँ चाहिँ मजाले भिज्नु पाएँ अघि चाहिँ अलिअलि पर्दै थियो ठिकै छ जति पनि म्याराथन जति पनि वक गरेँ
भिजेरै सक्यो फाइनली हामी चाहिँ यहाँनिर दिपचोक आइपुग्यो सो यहाँ हुँदैछ पानी चाहिँ कतिको परिरहेको छ तपाईँहरूले पनि देखिरहनु भएको छ है कपी दाजुको क्याप टाउकोहरू कस्तो भिज्यो कि मजा आयो पानीले हामीलाई रोक्नु सकेको छैन हाम्रो जोस चाहिँ एकदम हाई छ पानीले हामीलाई रोक्नु सकेको छैन मजा आयो ल आउनु सम्झिँदा लु के छ आजको तपाईँको भनाइ मेरो आज केही छैन आज हामी हिँड्दैछौँ होइन यही चाहिँ मलाई खुसी लागिरहेको छ केही पनि छैन आज मेरो भन्नु अब के हेपेपे हुर्रे भन्ने जस्तै मात्रै हो कपाल चाहिँ कपालको इट्स माई ओन हेयर स्टाइल यो त अब मेरो कोही बेला यता हुन्छ कोही बेला उता हुन्छ होइन अब त्यो चाहिँ डिपेन्डिङ अफर यो वेदर क्या आजको दिनमा यस्तो छ भोलिको दिनमा अर्को हुन्छ होइन त्यही हो मजा आयो तर है हो मजा आयो ब्रेकफास्टमा चाहिँ के खाने अरे ब्रेकफास्टमा अन्डा आमाले 10वटा खानु भनेको छ जिम गर्ने मान्छेहरूलाई अन्डा चाहियो अरे शेर्पा आई लभ यु तपाईँको नाममा कुद्दैछु म अब कुदेक यस्तो पनि कुदिन्छु म यो चाहिँ हामीले है त्यही हो 111th बर्थडे सेलिब्रेसन अफ तेन्जिङ नोर्गे शेर्पाको हो है अन्त यो वाकाथन चाहिँ अर्गनाइज गरेको वेस्ट बेङ्गल बुद्धिस्ट शेर्पा बुद्धिस्ट होइन शेर्पा बुद्धिस्ट एसोसिएसन प्लस अब यो कालिम्पोङको बुद्धिस्ट शेर्पा बुद्धिस्ट एसोसिएसनले गरेको रहेछ लास्ट मेरो एउटा भन्नु चाहिँ एउटा छ क्या एउटा कुरो चाहिँ छ मनमा तेन्जिङ शेर्पा तिमी कसरी चोर्यौ यस्तो पानी झरी छ यार कसरी चोर्यौ हामीलाई साह्रै गाह्रो छ यार फाइनल डेस्टिनेसन आइपुग्यो होइन कपाल दा कस्तो भयो One, two, three. Happy birthday to you. Happy birthday to Shepa. Happy birthday to you. हाम्रो यहाँनिर है वाकाथनमा चाहिँ हाम्रो अनिल थापाज्यू र हाम्रो यहाँ रवि सर पनि आउनु भएको छ जस्तो लाग्यो है यहाँनिर हेरिहाल्नुहोस् 3.5 किलोमिटर चाहिँ कम्प्लिटेड गर्नुभएछ रुदेन सर पनि प्लस है सबैजना यहाँनिर है ग्राउन्डमा यहाँनिर भनेर हामीलाई भेला गरायो सो अब यहाँनिर सबैजना भेला भइरहेको छ हाई हेलो हामी चाहिँ फर्किसकेको थियो होइन ढिलो हुन्छ भनेर फेरि हामीलाई चाहिँ यहाँनिर फर्काएर ल्यायो है सर्टिफिकेट दिनुहुन्छ भ्लग बनाएको उसले फेरि कति फोटो खिच्ने भन्दैछ हो भ्लग एकदम स्ट्रङ छ अस्ति पनि वर्क गरेको कन्टिन्यू हो अब चाहिँ दिदी 21 किलोमिटर जान्छु नि जानुपर्छ भाइ सपोर्ट गर्नुहोस् दिदीलाई सपोर्ट गर्नुहोस् लाइक गरिदिनुहोस् लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् तिमीले गरेको छौ मैले गरेको छु ल थ्याङ्क यू यहाँ हाम्रो अन्जुटीले पनि 3.5 किलोमिटर कम्प्लिट गरे आज त मजा आयो है पानी परेकोमा पनि त है कन्टिन्यू अब यो त कालिम्पोङमा त हुन्छ त रेकर्ड राखिदिनुपर्छ मजा आयो है अब नेक्स्ट त्यसमा पनि भेट्छौँ उहाँलाई जान्छु त नेक्स्ट अर्गनाइज गर्नुभएको छ उहाँलाई पनि एकदमै है धेरै धेरै धन्यवाद उहाँले यति राम्रोसँगले अर्गनाइज गरिदिनु भयो हामीलाई सबै सम्पूर्णको तर्फबाट उहाँलाई धेरै धेरै अङ्कल पनि यहाँनिर है एबभ 50 एबभ त हो अब 65 एज पुग्नु भएछ है अन्त अङ्कल तपाईँलाई कस्तो फिल भयो अलिक भनिदिनुहोस् न एकदमै मजा लाग्यो अब यो उमेरमा होइन यसरी हिँड्नु पाउनु अर्गनाइजरलाई पनि म धेरै धेरै धन्यवाद दिन्छु तर अलिकति जग्गा चाहिँ मिसम्यानेजमेन्ट पनि भएको थियो स्टार्टिङ पोइन्टमा होइन एबभ 50 पनि 65+ पुग्यो है हिँड्यो त्यसलाई चाहिँ अलिकति अब मैले अर्गनाइजरहरूलाई पनि सजेसन दिएको छु ए हजुर राम्रो गर्यो तर थ्याङ्क यू हुन्छ थ्याङ्क यू अङ्कल हाम्रो रिम्बुछे है यहाँनिर रिम्बुछे पनि दर्शन पाइहाल्यो हामीले बिहान बिहानै हो त
तर म चाहिँ र यस पश्चात दोस्रो नम्बरमा हुनुहुन्छ पालजर तामाङ। पालजर तामाङज्यूलाई पनि हामी यहाँ अगाडि निम्त्याउन चाहन्छौँ। उहाँलाई पनि हाम्रो माननीय रिम्फुचेको बाहुलीबाट नै यो सर्टिफिकेट हामी प्रदान गरिरहेका छौँ। अहिले चाहिँ यहाँनिर है ट्रफी मेडल र फर्स्ट सेकेन्ड थर्डलाई चाहिँ दिँदैछ है। अन्त त्यसको पछाडि चाहिँ हामीलाई चाहिँ यहाँनिर उयो सर्टिफिकेट दिने अरे। त्यहाँ पछाडि चाहिँ हामी कहाँ लाग्ने घरतर्फ लाग्ने। कङ्ग्रेचुलेसन्स आन्टी एबभ 60 कति हो एबभ 50 मा सेकेन्ड है सेकेन्ड। र फेरि पनि तपाईहरु सम्पूर्ण थ्यांक यू बहिनी। यतिको चाहिँ हुनुपर्छ आन्टी आउनु न त पानी। गाइस अब यहाँ माथि चाहिँ है सर्टिफिकेटहरू बाँडिरहेछ। हामी चाहिँ यहाँ खाजा खान आएको कि अम्बो मान्छे माथि किन हरायो भनेको त सबैजना यहाँ आएर खाजापट्टि एट्याक दिएको रहेछ नि त। यहाँनिर माथि मान्छे किन हरायो भनेको सबैजना यहाँ आएको रहेछ नि त। भित्र मैले त थाहै पाएन कि भित्र एकदम प्याक पो रहेछ प्याक प्याक। ए लाइनमा पो हो लाइनमा बस्नुपर्ने। सर्टिफिकेट पाउनु भएछ यहाँ अन्जु दिदीले हो तर नाम चाहिँ आफै अब सबैले लेख्नु पाउँदैन नि त। सर्टिफिकेट पाउनु नै है हुने ठुलो हो बधाई छ तपाईँलाई अन्जु दिदी। यहाँनिर हो हामीले सर्टिफिकेट पायो यसको र मेरो तर विदाउट नेमै नेम चाहिँ छैन हाम्रो यहाँ कि आफैले हाल्नु अरे। ठिकै छ यति पाउनु पनि हाम्रो एकदम ठुलो बिग एचिभमेन्ट हो है। मजा आयो होइन। जाउँ होइन अब हामी चाहिँ अब यहाँबाट लागेको हामी ब्रेकफास्टहरू नखाने है। यहाँ हाम्रो रवि सर है। सर हेलो सर तपाईँलाई कस्तो लाग्यो आज यहाँ 3.5 किलोमिटर कुदेर? मजा आयो है? ए हजुर मैले आज देखेको मजा आयो तर है। अब चाहिँ हामी यहाँनिर है निस्केको अन्त अघि फर्स्ट यताबाट घुमेको अब उल्टा घुम्नु भएन है। सो अब हामी यहाँबाट घुम्दै जाँदैछौँ। यहाँ अन्जु दिदी पनि पछि पछि आउनु हुँदैछ। जानु मिल्छ? फोटो खिच्नु भयो? लु सबैजनालाई बधाई छ है हामीले कम्प्लिट गरेकोमा। थ्याङ्क यू। हेर्नुहोस् यहाँ दुर्पिनको नजारा। बस पनि छ अरे। बस पनि दिइरहेको छ होइन तर के भएको हेर्नु न यो बस अहिले जाँदैन अरे। पहिला चाहिँ तलको बस जान्छ अरे हो। सो कपिल दाजु रिसाएको हो। हामीले चाहिँ खाजा खाए नै भएकै कुरा है। मैदाकोहरू थियो रहेछ अन्त नखाएको त्यही भएर होइन। यहाँ चाहिँ खाएर आयो कि उसले खाएर खुसी हुनुपर्नेमा चाहिँ हुलमुलमा जिउ जोगाउँ अनिकालमा बिउ जोगाऊ भनेको चाहिँ रिसाएको हामी खाली पेटमा छ हो। हामी रिसाउनु पर्ने हो नि त। दम छ यो कुरामा होइन दम त खाएर आयो त अन्त। 3टा टी मोमो अन्डा दिएको भए चाहिँ हुन्थ्यो कि। अन्डा पनि थियो खाएँ मैले। लु जुम कपिल दाजु बसले छोड्छ है हामीलाई। लु बस रहेछ उभिएर भए पनि जाने हो क्या बसमा चाहिँ ढिलो हुन्छ। बस यहाँ रहेछ बस चाहिँ पायौँ है। लु है आम्मामा बस पायो बल्ल झन्डै ट्रेन छुट्यो नि हौ। यहीँ अगाडि बस्नु पर्यो। आयो थाके। यहाँ सबैजना चढ्दैछ। तपाईँहरू सबैजनालाई बधाई छ है आज। थ्याङ्क यू। यहाँ सबैजना बस्दैछ भरिँदैछ अनि यहाँ छिटो बसमा छिटो बस्नेहरू चाहिँ ब्रेकफास्ट नखाइ आएकोहरू है। ब्रेकफास्ट खानेहरू ढिलो हुन्छ। अब आउनुहोस् न
यहाँ चिल्ड्रेन हाउसमा चाहिँ यति बेलाको प्याक भइसक्यो है, प्याक भइसक्यो। आमा यहाँ हाम्रो कुटुदा पनि आइपुग्नु भएछ। यस हो, प्याक चाहिँ भइसक्यो तर गाडी चाहिँ चलेकै छैन अहिलेसम्म यहाँबाट। हामी बसेको 15 मिनट हुन आँटिसक्यो। भाडा उठाउनु अरे भाडा लु अब चाहिँ हामी फाइनली यहाँ है म्युनिसिपालिटीसम्म मात्रै पुऱ्याइदिएको रहेछ, किनभने यो बस चाहिँ फेरि ब्याक जाने रहेछ है दुर्पिन साइडमै। मजा आयो, यहाँसम्म पनि हामी आइपुग्यो। पानी चाहिँ फेरि स्टिल अहिले पनि परि नै रहेको छ। यस ओके, हामी आइपुग्यौँ बजार आइपुग्यो। लु गाइस अब चाहिँ हामी यहाँ थाना डाँडा आइपुग्यो है। अब त्यति नै थियो आजको भ्लग पनि मेरो है। यहाँबाट डम्बरचोक टु दुर्पिन है वाकाथन 3.5 किलोमिटर हामीले कम्प्लिट गर्यो है। सो अब तपाईँहरूलाई हेरेर कस्तो लाग्छ है वाकाथनको होइन, एकदम मजा आयो हामीलाई चाहिँ है। फेरि भेटौँ नेक्स्ट भिडियोमा। टिल देन बाई, टेक केयर।